मङ्गले पाटनको सबैभन्दा पुरानो बजारको सम्झना। 1 महिना अघि मैले मङ्गल बजारको नाङ्ले पसलमा केराउ घटमा सुपारी बेच्ने बाजेको रिल राखेको थिएँ। धेरै साथीहरूले मन पराइदिनु भयो। आज त्यही लाइनमा रहेको अर्को पुरानो फलफुल र तरकारी पसलको सम्झना लिएर आएको छु। काठमाडौँको असन जस्तै पाटनको प्रसिद्ध बजार हो मङ्गले। अहिले धेरैले मङ्गल बजार भन्छन्, तर स्थानीय नेवार समुदायले आज पनि मङ्गले नै भन्छन्। पहिले यहाँ नुनदेखि सुनसम्म अनि धनियाँदेखि सिद्रासम्म सबै कुरा पाइन्थ्यो। दलानमा कपडा, ढाका टोपी, फारगाउने टोपी, भुइँ पसलमा चिउरा, नुन, फलफुल, तरकारी, चुरा, टिका, सिन्दुर, पूजा सामग्री, फलामको घरायसी सामान के थिएन। नेवार संस्कार भोजमा चाहिने भुइँ लप्टे, सलिचा अर्थात् माटाका पाला, दाँत कोट्याउने सिन्कासम्म यहीँ पाइन्थ्यो। आज म सम्झिरहेको यो सानो पसलबाट त्यसबेला हामीले साग, आलु, प्याज, अरुवा, चम्सुर, बयर, बेल, ज्यामी र कोइरालो जस्ता सामान किन्थ्यौँ। यस पसलसँग जोडिएको एउटा रमाइलो कथा पनि सुनिन्छ। घरबाट एउटा बालकलाई कुनभु अर्थात् कोइरालो किनेर ल्याउन पठाएछ, तर उसले बाटोभरि बिर्सिएर पसलेलाई सोधेछ, छिमबु छ? नेवार भाषामा छिमबु भनेको तिम्रो बाउ भन्ने अर्थ लाग्छ। पसले मुसुक्क हाँसेर भनेछ, छिमबु मरो कुनबु अर्थात् तिम्रो बाउ छैन, कोइरालो चाहिँ छ। यो साँचो घटना हो कि रमाइलो थत्ता थाहा छैन, तर सुन्ने सबैलाई हाँसो लाग्ने कथा भने अवश्य हो। यो फोटो करिब विक्रमसम्म 2024 सालतिरको रहेछ। फोटो हेर्दा बाल्यकालको मङ्गले फेरि आँखा अघि उभिए जस्तै लाग्यो। यदि तपाईँले पनि यस बजारमा पुराना पसल, व्यापारी वा रोचक सम्झनाहरू थाहा छन् भने कमेन्टमा अवश्य लेख्नुहोस्। आज पनि फुर्सद छन् भने एकपटक मङ्गले पुग्नुहोस्, सायद त्यहाँ पुरानो पाटनको सुगन्ध अझै भेट्नुहुनेछ। धन्यवाद।